अहिले त 70 75 होला अहिले सम्म कहिले नि चप्पल लाउँदैन 70 वर्षको भेगले अहिलेसम्म चप्पल लगाउँदैन लगा हैन लगाए नहीं लगाता है फेरि यस्तो प्यान्ट लगाउँदैन उनीहरूले किन्न ला चप्पल भने त पैंत पनि लाउँदैन लाउँदैन ओ बाउ कुन मोडलको मान्छे हो बात यो कछाड भन्छ के कछाड त्यो सेतो लुङ्गु मात्रै अनि कचिया त्यो बजार पनि गयो भने त्यस्तै जान्छ त्यतिकै जाने हो जान्छ जान्छ अहिले बेसर गएर आएको खुट्टामा चप्पल छैन त्यसै पुगेर आयो बेसी सरदेखि खुट्टामा चप्पल चाहिँ त्यतिको आयो त्यतिकै आयो आम्मै, अहिले त्यो बरफ किलसिल गर्दैन खुट्टामा बरफ खोलाडी अहिले पैदल आएको होला हिँडेर हेर्दै आएर पनि फेरि यहाँ त्यो आमा ढोंगा गर्दैन त्यो खुट्टामा खै त आम्मै, घरबारी साइन काँडा भात छ काँडा त्यही त त्यो सानोदेखिको चप्पल नलागिने हिँडेको मान्छेको तपाईँको पैताला त्यो हामी यो माथिको के भइसकेको हुन्छ मासु मरेको हुन्छ दोस्तों तो मैं फिलहाल अभी नेपाल हूँ दोस्तों। तो आज नेपाल के एक भैया मिला है, देखिए कितना खूबसूरत है। और आप बताइए अपना गांव के बारे में कुछ। हमारा गाउँ एकदम ठीक है तो यो बा छ एउटा त्यहाँ दाइ आउँदैछ यो धेनु दाइ यहाँ है फेभरेट दाइ छ एकदम दारी सारी का चटक दारी काटेर उखालेको छ दारी उखालेको लड्की भन्दा छोकरी जैसे कैसे त क्या बगे आइनाहरु यार तन्नाहरु छ हजुर तन्नाहरु यस्तो बोकेर हिँड्ने लुगा बिक्री हो नि घर कहाँ हो के गर्ने आमा बिहान हेर्नु भएन यतिको आयो यतिको सल्लाइदिन हजुर यतिको आयो आमा यतिको होइन बोकेर आयो बोकेर जाने हेर्नु न बिहान यस्तै छ के आमा बिहान बाबु किन बोकेर अब के गर्ने आमा पेटको छ यो पापी पेटको लागि आउनै पर्छ अब नआयो भने कसरी हुन्छ त्यही हो बा हजुरको कति वर्ष पुग्यो न ढाँटेर भन्नु त हजुरको कति उमेर भयो 89 सालको जन्म हो कति भयो होइन 97 98 वर्ष भयो 98 होइन 93 भयो 93 पुरा भएर 94 मा अहिले त बजारमा 94 मा लाग्नु भयो अहिले पनि हजुरले हिँड्नुहुन्छ होइन बा हिँड्छ नि देखिए दोस्त बा है 44-94 बरस का हो गया है बा अभी भी कितना फिटिंग है देख सकते हैं बाबा के पूरा हीरो के लेकर लगता है गजब है बा एकदम मस्त मानसी है पूरे वाले ला